यता चाहिँ मङ्की छ गाइस। बागमती पुल हेर्नु सिन हेर्नु सक्नुहुन्छ। अब पानी पर्न बस्ती पनि आउँछ, दुःख पनि दिन्छ टाइममा। गाइस हामीहरू अहिले कोशी पुलमा पुगेको छु। यहाँ कोशीको पानी हेर्नु सक्नुहुन्छ, पुरा बहाव छ यता गाडीमा। हामी अहिले कोशीमा छु, बिच पुलमा छु, यहाँ हेर्नु सक्नुहुन्छ। अब चाहिँ हामीहरू यात्रा गर्दैछु नारायण घाटको, उता माल झार्न जाँदैछु। आज अस्तिको गते उता काठमाडौँतिर, आज जाँदैछु नारायण घाट। यो हो दृश्य कोशी बाइरज। हावा खाँदैछु यहाँ, तपाईँहरू पनि यहाँ हेर्न सक्नुहुन्छ। गाइस आम किन्दैछु गाइस, 2 बोरा आम किन्दैछु गाइस। यहाँ बोरामा हाल्नु हुँदैछ। त्यहाँ आउँदैछ, एउटा उता छ, झोकमा छ। पत्ता खाएर बस्छ गाइस, के खान मिल्दैन, जङ्गलमा खालि पत्ता मिल्छ। अब के गर्नुपर्छ गाइस, यसरी पुरा ध्यान राख्नुपर्छ गाइस गाडीको। ठिक छ गाडी पनि चेक गर्नुपर्छ, तल हेर्नुपर्छ गाइस। तल अब चाहिँ तल हेर्नुपर्छ गाइस। म जङ्गलमा छु गाइस, अहिले बर्दिवास जङ्गलमा रेस्ट गर्दैछु। यता चाहिँ बानर छ, मङ्की छ गाइस। एउटा चाहिँ माथि चढेको छ गाइस। तार्केको छु उता हेर्न सक्नुहुन्छ गाइस, जुम गरेर जान्छु। उता गर्मी छ गाइस। आज रेस्ट गर्दैछु अनि जान्छु गाईघाट। सामान पुगाउनु जाँदैछु। आज कत्रो ठुलो जङ्गल छ गाइस, पुरा गर्मीमा घाममा गाइस। यहाँ सक्नुहुन्छ गाइस, गाडीको पम्चरको नटसट खोलेर यस्तो गर्मीमा पुरा पसिना भएको छु गाइस। अहिले हामीहरू बागमती पुलमा पुगिसक्यो गाइस। यहाँ हेर्नु सक्नुहुन्छ, बाघ छ त, बाघ होइन। यहाँ बेला भइसक्यो, ठन्डा अब धेरै गर्मी थियो, अब चाहिँ चिसो गर्न थालिसक्यो। अमेरिकन जङ्गल पुगिसक्यो गाइस। थिरिसकेको छु। नेपाली बोल्न पनि आउँदैन यार, नेपाली भएर पनि। यता यस्तो माहौल छ गाइस, सुनसान छ जङ्गलमा। यहाँ अब हत्ती निकल्छ गाइस। एउटा पनि हत्ती हेरेकै छैन यो जङ्गलमा। 2 चोटि 3 नम्बरको हेटौडा पुगेछु। यहाँ पुरा गाडी आउँदैछ, जान्छ आउँछ। यहाँ पहाड, यहाँ ये हो गाइस। दुःख गर्नु पर्यो भने यो फल पाइन्छ। यहाँ थार इन्डियन थार। गाडी आउँछ गाइस अहिले, किनकि त्यहाँ काठमाडौँबाट आउँछ क्या, पोखरा काठमाडौँबाट यही बाटो चल्ती छ नि त गाडीहरूको। यहाँ आएर सक्नुहुन्छ, चट्टाङ कत्रो ठुलो छ, ठुलो चट्टाङहरू छ। कालोमा गाडी टान्नै सक्दैन गाइस। कति गाडी नभरो थुप्रो माल लिएर सामान लिएर लोड गाडीमा लोड छ कहाँ। बिस्तारै ट्रक 4 चक्काहरू पुरा पिकअपमा जान्छ गाइस। चिल छ यिनीहरूलाई, मस्ती छ गाइस। बर्दिवास जङ्गल पुगिसक्यो गाइस। यहाँ हेर्नु सक्नुहुन्छ गाइस, पुल बनाउँदै हुँदैछ गाइस। यहाँ हामी तलबाट, नदीको तलबाट, खोलाको तलबाट जाँदैछु। बारीमा त दिन्छ एकदम बार पारी आउँछ वर्षा महिनामा। अनि गाडीहरू कसरी जान्छ? अब त यो जेठ असार रावण 2 महिना बाँकी छ, 1-2 महिना बाँकी छ। बारिसको महिनामा पुरै हुन्छ बाढी आएको यहाँ एकदम। यो हो बर्दिवासको जङ्गल। यहाँ बाघ साग हुन्छ गाइस, राम्ररी आउनु होला, यहाँ त खाइहाल्छ।